हेलो गाइस, आज चाहिँ हामी चेङबारी जाँदैछ। चेङबारी डुल्नु जाँदैछ। आज चाहिँ मेरो यो चाहिँ फर्स्ट ब्लग हो। हेलो एभ्रिवान, हामी चाहिँ आज कहाँ जाँदैछ? चेङबारी डुल्नु गएको। बजार लाग्छ अरे चेङबारी, तर गएको। सिप्सु जाने बाटो। भन्दैछ दिदी मजा आउँदैछ। फर्स्ट टाइम घुम्नु पाएकोमा। फर्स्ट टाइम नि त अन्त अफिसमा काम मन्डे टु स्याटरडे, सन्डे पनि ओभर टाइम। भने सही हो। हाम्रो ड्राइभरलाई पनि देखेको, ऊ पनि फर्स्ट टाइम यसरी पाउँदैछ आज हामीसँग, अरूसँग धेरैसँग हिँडेर। द ड्राइभर कि ड्राइभर इज साइलेन्ट। ड्राइभर बोल्न आउँदैन नि त, बिर्सिरहेर त्यस्तै हो। फ्रेस फिल हुँदैछ कामदेखि। एक दिन भए पनि हाफ डे, एक दिन पनि हाफ डे फ्री हुँदाखेरि। प्राइभेटमा काम गर्नु साह्रो छ साथीहरू। त्यही भएर अहिलेको स्टुडेन्टहरूलाई चाहिँ पढ्नु राम्रोसँगले, ग्रेजुएट गर्नु, राम्रोसँगले पढ्नु। पानी पो पऱ्यो। सन्डे मात्रै हामी छुट्टी पाउँछ, त्यो पनि हाफ डे। यस्तो छ साथीहरू। बेसी ह्याङ गरेर नबस्नु स्टुडेन्टहरू, के एउटा क्रिएटिभिटीहरू सोच्नु। यो चाहिँ पुदुने क्योक साथीहरू, थाहा भएन भने तपाईँलाई। पानी परेछ, यता पानी परिरहेको रहेछ। रोड नयाँ बना भयो यो रोड बनाएको छ नि त। यतादेखि चाहिँ एलिफेन्ट आउँछ, राम्रोसँगले याद गर्नु। यो साइनहरू हेर्दै गर्नु। यता आउँछ। बी केयरफुल रातितिर ड्राइभरहरूलाई। डेन्जर हो नि। उपर होइन एलिफेन्ट होइन त्यस्तै देखेँ मैले एलिफेन्ट। गायो काउहरू छ नि त, काउ डोमेस्टिक एनिमल रहेछ। उयो भयो नि फ्रेस गरेर। यो त रिसाइकलहरू गर्दैन क्या, गर्छ यो रिसाइकलहरू गर्छ होला नि। अहिले एकछिनमा भेट्छु साथीहरू। A few moments later. खाना नि भोक लागेर मोमो हालिसक्यो। छैन चिकन लेग पिस नागेर जबेर। म चाहिँ अघि अगाएर बसेको। तिमी त अन्त पुरा डाइटमा। तिम्रो छ भने देखाउ यति र थुक्पा खाइसकेन। तिमीले चाहिँ चिकन खाइछ, थुक्पा चाहिँ राखेछ। आउँदैन त मलाई खाना देखेपछि खुसी लाग्छ। दिस फुड भेरी गुड। अभी मैले यति टाढा पनि देख्नु छु। यो चाहिँ नर्सरी। चेङबारीमा आयो भने चाहिँ फुल किन्यो भने चाहिँ यता आउनु पर्ने रहेछ। बसेको उहाँहरू चाहिँ पुरा भोक लागेर बसेको छ। आज यो नैनताल भनेको जिन्दगीमा नआउने जस्तो रहेछ। म्याउ म्याउ। Your English kills me.
somehow it feels ऊ चाहिँ क्यामेरामा आउनु अलिक लास सरम लजाउँछ अरे हो लजाउँछ means shy in Nepali मलाई चाहिँ खाना भन्ने कुरा चाहिँ कति ढिलो गर्छ ओ लभ छुयो नि आदि हात मजाले गरेर खाने म चाहिँ तर मान्छे छैन हात धुनु गयो म चाहिँ यता पर्खिरहेको छु उनीहरूलाई वाउ युनिक मैले फर्स्ट टाइम देखेको यस्तो अरूमा त प्लेटमा पाउँछ यहाँ कस्तो युनिक रहेछ युनिक झन् युनिक अहिले आउँछ रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का साँच्ची नै अहिलेसम्म मैले खाली प्लेटमा देखेको यो कस्तो प्लेटै रहेछ प्लेट खाँदा अन्त अब हामी चाहिँ निकालेर पुरै स्पेस चाहिन्छ के भन्छ मकैको टुप्पो नालीको गाइस लाउँछ टेक यो बिफ कस्तो मिठो मजाको होइन नि This is chicken rice. This is me. And I'm the counter the hand. No, they are when it's the maybe. It's the same one. म चाहिँ हेरेको हेरेँ अब This is clear, is यो चाहिँ अबि यो गोरु त कस्तो आउँदैछ है ला यतै ला यता आउँदैछ यो चाहिँ गोरु रहेछ अन्त यिनीहरू दुईजना चाहिँ हिँडेको छ यो चाहिँ पहिला यस्तोमा बस्थ्यो अहिले त बस्दैन मान्छेहरू पनि यस्तोमा अब त सबै ऊ त्यस्तोमा बस्छ हो अच्छा म्याडम भन्दा चाहिँ मलाई फिलिङ्स अर्कै आउँदैछ फिलिङ्स ह्याप्पी फिलिङ्स भनेको त्यो हो नि त ऊ चाहिँ हाम्रो म्याडम होइन यो चाहिँ चेङबरी भीमटार भन्दो रहेछ हौ यो प्लेसलाई चाहिँ नि भीमटार के भन्ने त यहाँ चाहिँ अहिले हामी तल चेङबारी बजार होला चेङबारी बजारमा आएको थियो घुम्नु र हामी यता नर्सरीमा निस्केर चाहिँ यता घुम्दै जान्छु चेङबारी बजार प्लेस राम्रो रहेछ यता घुम्नु आउनुको लागि पनि अहिले चाहिँ घर फर्किँदैछ पुरै थाकेछ होइन आज त अलिक बिस्तारी आज गुरुजीले पुरै यता त बाटो ठुलो छ नि यस ब्रिजमा आएको यहाँ हेर्नुहोस् अवस्था कस्तो छ यहाँदेखि पर सामान हामी कहिले के पो पर पुग्ने भयो कस्तो हुँदैछ तपाईँको जर्नी नि खुट्टा दुखेर साह्रो लङ्गेस्ट हुन्छ तिमी चाहिँ आज सबैभन्दा बेसी मलाई पनि देखाऊ ओके बाई बाई मेरो साइजको चप्पल आउँदैन नि त्यो कश्मीर देखाउनु भनेको छिटो हाम्रो ह्यान्डसम दोकान यता हेर्नु ह्यान्डसम होइन चप्पल दामी पाउँछ यो भाइको सस्तो पाउँछ यहाँ त्यो दाजुकोमा डिस्काउन्ट चाहिँ पहिल्यै भन्नुपर्छ पहिल्यै मिलाउनुपर्छ उयो चाहिँ के हो वाटरप्रुफ होइन यस्तोहरू चप्पलहरू आफ्नो खुट्टामा त हुँदैन हो आफ्नो खुट्टामा त हुँदैन तर पनि स्टिल जानु तिमीहरूको खुट्टा सानो छ भने के स्ट्राइक क्यामेरा ओकिरहँदो के जति
होइन डाइरेक्ट आएको भने मलाई बोल्थ्यो सिमे पुचका सर त आज यति नै भिडियो एन्ड गर्ने बाई बाई डोन्ट फर्गेट टु Subscribe and like, share, follow. सब्सक्राइब हो यस्तो छ पानी परेर बिजोक भएको छ जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।